हाई साथीहरू, सम्पूर्णमा मेरो नमस्कार छ साथीहरू अनि सम्पूर्णलाई वेलकम गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले भ्लग नबनाइकिन आज चाहिँ मैले एउटा सानो टिप्स लिएर आएको छु साथीहरू। हामी जति पनि सानो सानो युजर साथीहरू छौँ नि, हामी सबैजना मिलेर अगाडि बढौँ क्या साथीहरू। हामी एकजनाले मात्रै हामीले सोचेको कुराहरू हुँदैन साथीहरू। तपाईँ मिल्नुहोस्, म मिल्छु, अरू साथी निक्लिनुहुन्छ, अरू साथी निक्लिनुहुन्छ। त्यसकारण हामी सबैजना सब्सक्राइब गर्दै एकअर्काको भिडियो वाच गर्दै हामी अगाडि बढौँ साथीहरू। अनि यो युट्युबमा चाहिँ अब थोरै तिना 2-4 जना आफन्तले सहयोग गरेको भरमा चाहिँ युट्युबमा सफलता पाउन गाह्रै छ साथीहरू। कि त हामीले अब भाइरलै एक्टिङ गर्न सक्नु पर्यो, कि त अब हामीले त्यस्तै खालको एडिट गर्न सक्नु पर्यो। त्यस्तै खालको हामीसँग आइफोन होस् या अब त्यस्तै एडिट गर्ने हुन्छ नि त्यो सामानहरू, अब त्यस्तो हुनु पर्यो र अनि हाम्रो भिडियोहरू त्यसै पनि भाइरल हुन्छ साथीहरू। होइन भनेदेखि अहिले अब हामी सानो जिरो लेभलबाट सुरु गर्ने हो भने चाहिँ साथीहरू हामीसँग एकअर्काको सहयोग चाहिँ हामीलाई एकदमै आवश्यक छ साथीहरू। अब तपाईँले मेरो भिडियो वाच गरिदिने, मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिने, मैले तपाईँको भिडियो वाच गर्ने, तपाईँको युट्युब च्यानललाई मैले सब्सक्राइब गर्ने, अनि अरू अब 2 जना अरू थपिनुहुन्छ, भोलि 2 जना थपिनुहुन्छ, पर्सि 2 जना थपिनुहुन्छ। अनि हामी जति पनि साथीहरू छौँ नि, हामी यसरी मिल्दै मिल्दै गयौँ भनेदेखि नि साथीहरू भोलि हामी एउटा तहसम्म पुग्न सक्छौँ। भोलि हाम्रो एउटा मात्रै भिडियो चल्यो भने त साथीहरू त्यसपछि त हाम्रो चल्छ। हामीले त्यसपछि त अनि अलिअलि युट्युबबाट इन्कम हुन थालेपछि त हामीले त्यसमा लगानी पनि गर्न सक्छौँ। त्यसमा हामीले त्यही अनुसारको भिडियोको लागि हामी लाग्न पनि सक्छौँ। तर अहिले सबै थोक आफ्नो व्यवसाय, आफ्नो पेसा नै छोडेर त यसैमा लाग्न भोलि सफलता पाइन्छ पाइँदैन साथीहरू, सकिँदैन। त्यस कारणले आजैबाट चाहिँ हामीले जिरो लेभलबाट चाहिँ जति पनि जिरो लेभलमा हुनुहुने साथीहरू हुनुहुन्छ सबैजना मिलेर एकजुट भएर एकअर्कालाई सपोर्ट गरेर अगाडि बढ्न सक्यौँ भने चाहिँ साथीहरू भोलि हामी पनि अरू युट्युबरहरू जस्तो सफलतामा पुग्न सकिन्छ साथीहरू। त्यस कारणले मैले यो युट्युब च्यानलमा भर्खर खोलेको युट्युब च्यानल छ, भर्खर मेरो एउटा भ्लग हालेको छु साथीहरू। मैले खासै राम्रो भ्लग त बनाएको छुइनँ साथीहरू, सामान्य घरको अब कामहरू गरेको यस्तै भ्लग हालिरहेछु, सानो सानो सर्ट भिडियो 2टा हालिरहेछु साथीहरू। अब फेरि पनि तपाईँहरूले हेर्दै जानुभयो, सब्सक्राइब गरिदिँदै जानुभयो भने मैले टाइम मिलाएर सानो सानो भिडियो बनाएर म अपलोड गर्छु साथीहरू। अनि हजुरहरूले पनि त्यसै गरेर सानोतिनो आफ्नो जस्तो छ त्यस्तै भिडियोहरू अपलोड गर्दै जानु साथीहरू। हामी एकअर्कामा मिल्दै गयौँ भनेदेखि त भोलि सफलतामा पुगिसकेपछि त हामीले हुने रहेछ है, हामीलाई पनि हुँदैछ है भनेपछि त हामीले भोलि यसैमा लाग्न पनि सक्छौँ साथीहरू। तर आज नभइकिन यसैमा छोडेर त लाग्न सकिँदैन। त्यसकारण जिरो लेभलका साथीहरूले सम्पूर्णमा एकजुट भएर अगाडि बढौँ भन्न चाहन्छु साथीहरू। त्यसकारणले अब आजको भिडियो यति नै साथीहरू। मेरो यो टिप्स तपाईँहरूलाई कस्तो लाग्छ अनि तपाईँहरूलाई यदि सहमत छ भनेदेखि मेरो च्यानललाई सब्सक्राइब गरेर मेरो भिडियोमा कमेन्ट गर्नुहोला। तपाईँहरूको पनि च्यानललाई म सब्सक्राइब गर्नेछु, तपाईँहरूको भिडियोलाई पनि म वाच गरेर सहयोग गर्नेछु साथीहरू। हस् त साथीहरू, फेरि अर्को भ्लगमा फेरि म अर्को भ्लग बनाउनेछु, त्यसैमा हामी भेट्न सक्छौँ साथीहरू। हस् त, बाई बाई।